इङ्ग्लिसमा एउटा भनाइ छ के आग लगे बस्तीमै हाम्रो मस्तीमै भनेको ठ्याक्कै धमलाजीको जस्तै हो कि संसार एकातिर हो धमलाजी एकातिर हो भगवान् कसम भनेको संसारमा कि पत्रकारिता गर गीत गाउनेमा नाच्नेमा यतिको होइन कन्फिडेन्सकै कुरा गर्ने हो भने चाहिँ लगभग यो अब सक्दैन कि अरूले सक्दैन के गरे हेर त भुरालाई गएर ढोगेर अब लचार बाटो तलपट्टि लाग्न थालेको उसलाई संसारले के गरिरहेछ त्यतातिर जाँदैन कि यो संसारले के भन्छतिर जाँदैन कि उसलाई ठिक लाग्यो गर्यो कि उसलाई मनमा लाग्यो गर्नुपर्छ भने गर्यो कि को आउँछ को जान्छ त्यो पछिको कुरा हो आउँछ जान्छ गए जान्छ आए आउँछ लसुने स्थिति होइन तर धमलाजीको त्यो औरा चाहिँ हो है त्यो औरा चाहिँ हो अब अरू कुराहरू क्यालकुलेटिभ हिसाबले हेरौँला त्यो कुरामा इभ्यालुएसन गर्न मिल्छ तर औराको हिसाबले चाहिँ त्यो सक्दैन कि त्यो क्याची हो कि पत्रकारिता गर आफ्नो भने नि मैले एउटा भनाइ नै छ त कि इङ्ग्लिसमा आग लगे बस्तीमै धमला रहे मस्तीमै हो कि केही धेरै कुरा सिक्नु